दादा 哎呦我的妈！ बुढी त गयो यो कता गयो त्यो जुडो भाइले पनि हैरान पारिसक्यो चिन पिछा छोड्दैन छैन त कता गएछ हौ सोल्टिङलाई फोन गर्नु पर्यो हेलो 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 को सोल्टिङ हो हजुर ए के गर्दैछ अन्त बसिरहेको छु आज त के हो निकै दिन बाद पो फोन गर्नुभएको होइन टाइमै पाउँदैन हेर न बुढी यता घरमा हो उता फेरि अहिले अस्ति कुम्भ मेलामा फेरि भाइ भेटेर लिएर आएको छु जुडो भाइ हो त्यसले पिच्छै छोड्दैन हेर न एकछिन त पिछा छोड्दैन फोनै गर्नु पाउँदैन अन्त तिमी चाहिँ के गर्दैछौ अहिले अन्त के गर्नु र बसिरहेको थिएँ तपाईँलाई पर्खिरहेको थिएँ निकै बाद पो फोन गर्नुभएको हो र मलाई बसिरहेको थियौ हजुर फोन गर्नुहुन्छ कि भनेर पर्खिरहेको थिएँ फोनै गर्नु भएन हेर न यो भाइले चाहिँ छोड्दैन एकछिन फोन गर्नु पाउँदैन अन्त एकछिन पनि बस्नु दिँदैन पहिला बुढीले वाक्कै लाउँथ्यो हो बुढीले पक्रिन्छ कि भनेर डर लाग्थ्यो अहिले त यसले पिच्छै छोड्दैन अन्त ओ सुन न एउटा कुरा भन्नु भएको थियो मैले तिमीलाई भन्नुहोस् न त अन्त के कुरा साँच्ची भन्नु हजुर साँच्ची त दादा 哎呦我的妈！ के गर्नु भएको कसलाई फोन गर्नु कसलाई फोन गर्नु कहाँ फोन गरेको रिया नि कहाँ फोन गरेको त्यसरी फोन गरेर भने हल्ला पर्खिनु भाउजू आउँछ न अहिले कहाँ आउँछ त भाउजूलाई भनिदिन्छु पर्खिनु अहिले सुटुक्क बसेर फोन गर्दै सोल्टिनीलाई पर्खिनु त अहिले हेर न फोन गरेको छु ल हेर 100 रुपियाँ दिनु अनि मात्रै भन्नु मैले पनि मासु खाने रहेछ भन्नु ल 100 रुपियाँ के 500 रुपियाँ ल्याएको ल जा हौ